उत्तम योजना। जय मसीह। आज शनिबार सेप्टेम्बर 27 तारिक असोज 11 गते। परमेश्वरको ताजा वचन आज तपाईको लागि। प्रियहरू, हामी प्रत्येकले कुनै बेला मात्र होइन, बारम्बार जीवनमा अशान्ति कठिनाइको सामना गर्छौं। कुराहरू योजना अनुसार नहुने वा अचानक जीवन झन खराब मोडमा जाने, सबै कुरा असहज बन्दै जाने जस्ता अनगिन्ती कठिनाइका सामना गरिरहेका हुन्छौं। पछिल्ला केही दिनदेखि हामीले जीवनमा आइपरेका अशान्ति बीच आफैलाई कसरी भेट्छौं भन्ने बारे कुरा गरिरहेका छौं। यदि म सबै कुरा छोटकरीमा भन्न सक्छु भने यो यस्तै हो। जीवनमा यस्ता घटनाहरू घट्छन्, चिन्ता र भय मनभित्रै उम्लिन्छन्, तर त्यस बीचमा पनि परमेश्वरले हामीलाई यो थाहा दिन चाहनुहुन्छ कि उहाँले अझै पनि ती सबै अवस्थाहरूलाई नियन्त्रण गर्नुहुन्छ र उहाँले कहिल्यै हामीलाई त्याग्नुहुन्न। संक्षेपमा भन्नुपर्दा हामीले आँधीको बीचमै पनि उहाँको शान्ति अनुभव गरेको उहाँ चाहनुहुन्छ। यिर्मया 29को 11 देखि 13 पदमा यसो लेखिएको छ, किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु ती म जान्दछु, परमप्रभु भन्नुहुन्छ। ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई। जब तिमीहरू मौका आउनेछौ र मलाई प्रार्थना गर्नेछौ र म तिमीहरूको प्रार्थना ध्यानसित सुन्नेछु, जब तिमीहरूले आफ्ना सारा हृदयले मलाई खोज्नेछौ तब तिमीहरूले मलाई खोजेर पाउनेछौ। म केही समय अघि यो वाक्य पढे, मलाई थाहा छैन कसले लेखेको हो, तर यसले मेरो मनलाई गहिरो गरी छोयो। म सोच्छु जीवनमा यस्तो बेला पनि आउँछ जब तपाईले धेरै पटक धेरै तरिकाले परमेश्वरले तपाईलाई बचाउँदै गरेको देख्नु भएको हुन्छ। त्यसैले जब तपाईको योजना असफल हुन्छ, अवसरका ढोकाहरू बन्द हुन्छ वा कसैले छोडेर जान्छ, तपाई शान्त रहनुहुन्छ, किनभने उहाँले कहिल्यै धोका दिनुभएको छैन र भविष्यमा उहाँले गर्न लागेको कुरा सधैँ अघिल्लो भन्दा उत्तम हुनेछ। प्रिय मित्रहरू, म यो कुरामा पूर्ण सहमत छु। परमेश्वरले तपाईहरूको निम्ति जे योजना बनाउनु भएको छ ती तपाईहरूको भलोको निम्ति हुन्, तर हानिको निम्ति होइनन्। त्यो तपाईलाई भविष्य र आशा दिनको निम्ति हो। यो आज तपाईको निम्ति परमेश्वरको ताजा वचन। परमेश्वरले तपाईलाई प्रशस्त आशीष दिउन्। जय मसीह।